हेलो गाइज, आज हामी चाहिँ पिकमा जाँदैछौँ। पिक चाहिँ एकदम पहाडको चुचुरो हो। यहाँमा कति सानो बाटो, यस्तो बाटो त मैले सिन्धुलीमा पो देखेको थिएँ। सिन्धुली, फुलकोट सिन्धुलीमा यो पहाड चढ्ने बाटो चाहिँ जहाँ पनि यस्तै हुँदो रहेछ। गाइजहरू गाह्रो छ, छोरीहरूलाई डिस्टर्ब हुन्छ कि। अब हाम्रो गाडी कसरी छिर्छ होला त? अगाडिदेखि अर्को गाडी आएर छिरिरहेको छ, यहाँ बसिरहेछ, गाह्रो छ। सानो बाटो पनि साह्रै गाह्रो। हाम्रो चाहिँ डबल टेकर बसमा छौँ क्या हामी चाहिँ, त्यही भएर एकदमै सानो बाटो छ। ज्यान जाला जस्तो छ, त्यो गाह्रो छ। बाटो पनि सानो, फारेकै केमा पुगेर चाहिँ आनन्दको सास फेर्ने साथीहरू। हामी चाहिँ धेरै माथि निस्किसक्यो। हामी त्यहाँदेखि निस्केको आज चुचुरामै पुग्ने हो, टुप्पीमा। हेर्नु त तल झऱ्यो भने के हाल होला हाम्रो। यस्तो भिडबाट कुदाइरहेछ डबल टेकर बस्नु। लड्ने खोज्छ, मुटु ढुकढुक, कहिले चाहिँ फ्यार भइसक्यो।